हेलो सबैजनालाई। आज फेरि यो पेपरको चाहिँ फुल फ्लावर बनाउँदैछु म चाहिँ हो। फ्लावर बनाउँदैछु अनि यसलाई त्यहाँनिर टक्कै नाप लगाएर एउटा बट्टाको बिर्कोको नापहरू लगाएर चाहिँ केही पनि आउँछ होइन, त्यसको नापहरू लगाएर चाहिँ राउन्ड सेपमा काटेँ मैले चाहिँ यो रोजको फ्लावर बनाउनुको लागि हो। अनि यसमा त्यहाँनिर बिचमा त्यहाँनिर अब त्यस साइजको त्यहाँनिर रोजको कति कति चाहिन्छ होइन नाप, त्यो बिचमा पनि त्यसरी त्यहाँनिर यो सिङ्काको उसले चाहिँ त्यहाँनिर स्टिक उसले चाहिँ त्यहाँनिर धर्का कोरेँ। धर्का कोरेपछि चाहिँ यसलाई त्यहाँनिर धर्का मजाले कोरेपछि त्यहाँदेखिको सिजरले त्यसलाई यसरी त्यहाँनिर टक्कै काटिदिएँ होइन। टक्कै काटिदिएँ यसले सिजरले चाहिँ हो। पुरै पनि काट्नु हुँदैन कि त्यहाँनिर अलिकति बिचमा चाहिँ ग्याप छोड्नुपर्छ होइन, किनभने फेरि बादमा फेरि अड्काउनु पनि पर्छ नि त्यसलाई। अनि त्यसरी त्यहाँनिर मजाले त्यहाँनिर जहाँ जहाँ नाप लगाएको छु मैले त्यहाँनिर टक्कै काटिदिएँ होइन। काटिसकेपछि फेरि त्यहाँनिर यसको त्यहाँनिर डिजाइन पनि निकाल्नु पऱ्यो नि त, साइड साइडको पनि काटिदिनु पऱ्यो हो। मजाले काट्दै गयो साइड साइडको पनि डल्लै यो त्यहाँनिर यसरी जति पनि साइड चाहिँ योहरू सबै काट्दै 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 गएँ म होइन। काटेपछि चाहिँ त्यहाँदेखिको चाहिँ यसलाई त्यहाँनिर मजाले त्यहाँनिर यो त्यहाँनिर साइजहरू छेउछेउको चाहिँ त्यहाँनिर काट्दै 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 गएँ यसको त्यहाँनिर। अन्त यति त्यहाँनिर काटेपछि चाहिँ त्यहाँनिर यो त्यहाँनिर मजाले त्यहाँनिर छेउछेउको काटेपछि चाहिँ फेरि यो उल्टापट्टि भयो होइन। अन्त फेरि अर्कोपट्टि घुमाएर फेरि अर्कोपट्टिको पनि काट्नुपर्छ छेउछेउको। त्यसो गर्दाखेरि चाहिँ यसरी चाहिँ त्यहाँनिर फ्लावरको सेप राम्रो आइहाल्छ हो, राम्रो आइहाल्छ। अनि तपाईँहरूले पनि ट्राई गर्नुहोस् है घरमा त्यहाँनिर। यसरी यो पेपर त बेसी पनि पर्दैन त्यहाँनिर, 10 रुपियाँ 15 रुपियाँ 12-15 रुपियाँ पिसमा पाइहाल्छ एक पिसको होइन। अन्त एउटा पिसको पनि नभनेको पनि 6-7 पिस जस्तो त्यहाँनिर फ्लावर बनाउनु सक्छ। अन्त यो चाहिँ आइरन मेसिनमा यसरी तताएर राखेको मैले, किनभने यस्तो गऱ्यो भने चाहिँ त्यहाँनिर आइरन मेसिनमा मजाले त्यहाँनिर उ भइहाल्छ, के अरे डढ्दैन पनि। अब कतिजना मान्छेको मनमा चाहिँ लागिरहेको होला डर चाहिँ आइरन मेसिन टाँसिन्छ भनेर, तर मेरो पनि त्यस्तै थियो मनमा होइन, तर लाग्दैन रहेछ आइरन मेसिनमा चाहिँ टाँसिँदैन रहेछ। जुन चाहिँ सेपमा पनि बनाउन सकिन्छ यसरी तताएर चाहिँ त्यहाँनिर हामीले त्यहाँनिर बेन्ड गर्नु सक्छौँ जहीँ पनि, जुनै अब जस्तो सेप आफूलाई चाहिन्छ होइन त्यही प्रकारले सफ्ट हुन्छ र चाहिँ त्यहाँनिर आइरन मेसिन तताएर चाहिँ सफ्ट हुन्छ र चाहिँ बनाउँदा हुन्छ। अनि यो चाहिँ त्यहाँनिर मैले फर्स्टको चाहिँ यसरी त्यहाँनिर बनाएँ होइन, ग्लो लगाएर चिप्काएर चाहिँ। त्यहाँदेखिको फर्स्टको चाहिँ त्यहाँनिर यसरी बनाउँदैछु यसलाई चाहिँ यसरी मजाले बनाउँदै गयो होइन यसलाई त्यहाँनिर फर्स्टको। अन्त यसरी चाहिँ त्यहाँनिर बनाउनु चाहिँ अब इजी हुँदो रहेछ है हुनु चाहिँ। अन्त यो चाहिँ फर्स्टको चाहिँ मेरो भइसक्यो। अनि मुनि पनि त्यसले चिपाउनु पर्छ नि त यसको त्यहाँनिर। अन्त अलरेडी मैले सबै काटेर रेडी पारेर राखिरहेको छु यसको होइन। अन्त सफ्ट पनि बनाएर त्यो राखेको छु, किनभने त्यहाँनिर आइरनमा त्यहाँनिर तताएर पनि ठिकै त्यहाँनिर सफ्ट बनाएर राखेको छु मैले यसलाई। त्यहाँनिर जुनै सेपमा पनि म बनाउन सक्छु नि त अब सफ्ट भइसकेपछि। अब सफ्ट नभएन जहाँसम्म चाहिँ तपाईँको त्यहाँनिर त्यो राम्रोसँगले तन्किने खालको मजाले हुन्छ नि त्यो हुँदैन हो। अन्त तताउनु भयो भनेदेखिको चाहिँ एकदमै राम्रोसँगले सेप मजाले आउँछ। आइरन मेसिनमा चाहिँ तताउनुपर्छ कि त्यसरी चाहिँ सेप मजाले आउँछ तपाईँको, नभएदेखिको चाहिँ त्यो सेपै आउँदैन तपाईँको उसमा चाहिँ। अन्त बनाइसकेपछि यसलाई त्यहाँनिर स्टिक त्यहाँनिर पाइहाल्दो रहेछ होइन, स्टिक पाउँदो रहेछ। स्टिक ल्याएँ त्यहाँनिर 60 रुपियाँहरू पर्छ एक प्याकेटमा, झन्डै त्यहाँनिर निकै हुन्छ 40-50वटा जस्तै हुन्छ एक प्याकेटमा। ल्याएर त्यहाँनिर लगाइसकेपछि त्यहाँबाट भित्र त्यहाँनिर यो हरियो पत्ता पनि टक्कै काटेँ नाप लगाएर होइन, नाप लगाएर काटेँ। अन्त यही टाँच्दैछु हरियो पत्ता पनि लगाइदिएँ यसरी हो। लगाइदिइसकेपछि चाहिँ यसलाई त्यहाँनिर अनि यसरी त्यहाँनिर अब आफूलाई त्यहाँनिर जुन चाहिँ डिजाइन मनपर्छ तर आफ्नो डिजाइन हाल्दा हुन्छ होइन, हाल्नु सक्नुहुन्छ तपाईँले पनि। मैले पनि हुनु चाहिँ त्यहाँनिर अब भिडियो हेरेर अब धेरैवटा कुरा सिक्छ भन्छ नि मान्छेले है। मलाई पनि फर्स्टमा चाहिँ केही आइडिया त थिएन, तर अलिअलि यसरी त्यहाँनिर हेर्दा हेर्दा अब थाहा छ भयो यस्तो गर्दो रहेछ भनेर। अन्त चाहिँ त्यहाँनिर यसलाई त्यहाँनिर ग्लो लगाएर चिप्काएर चाहिँ यो रिबन हो, यो चाहिँ हरियो कलरको रिबन। अनि त्यसरी त्यहाँनिर राउन्ड राउन्ड प्रकारले सेपले चाहिँ त्यहाँनिर तपाईँले लाउनु भयो भनेदेखिको त्यहाँनिर यो स्टिक चाहिँ देख्दैन नि त, भित्रको स्टिक चाहिँ देख्दैन हो। अन्त त्यसरी चाहिँ त्यहाँनिर राम्रो देख्दो रहेछ त्यहाँनिर हो। तपाईँहरूले पनि ट्राई गर्नुहोस् होला यसरी त्यहाँनिर बनाएर है, बनाएर ट्राई गर्नुहोस् होला घरमा होइन। किनभने आफूले बनाएको कुरामा अब धेरै आफूलाई प्राउड हुन्छ क्या, आफूले त्यहाँनिर नयाँ कुरा सिक्नु पाइन्छ है। त्यसरी त्यहाँनिर बनाइसकेँ मैले चाहिँ यो त्यहाँनिर। यो चाहिँ मेरो लास्टको फिनिसिङ हो। अनि मन पऱ्यो भनेदेखिको लाइक गरिदिनुहोस्, कमेन्ट्स गर्नुहोस् है, अनि सेयर गरिदिनुहोस् प्लिज। थ्याङ्क यू तपाईँले त्यहाँनिर मेरो भिडियो हेर्नुभएकोमा।
यो चाहिँ त्यहाँनिर मैले एकदमै त्यहाँनिर यो चाहिँ लास्ट फिनिसिङ